हेलो हेलो नमस्ते नमस्ते गाइजहरू नमस्ते म मेकिन्दा साई है। सो गाइजहरू म चाहिँ आज धेरै दिन अन्तरालपछि चाहिँ आज बलिङ खेल्न गइरहेको छु। सबै कम्पनीका केटाहरूलाई चाहिँ कम्पनीले चाहिँ बलिङ खेल्न लाँदैछ। त्यो टिममा म पनि परेको थिएँ। सो गाइजहरू मेरो चाहिँ अब सेक्युरिटी गार्डमा छुट्टी मिल्दैन, त्यसमा चाहिँ मान्छे राखेर चाहिँ म चाहिँ आज एकदम खुसीका साथ गेम खेल्न गइरहेको छु। मैले चाहिँ यो गेम खेलेको दोस्रो पटक होला सायद, अनि दोस्रो पटक खेल्दैछु। सो म एकदमै खुसी पनि छु, साथीभाइसँग एकदम रमाइलो पनि हुनेछ। अब हाम्रो चाहिँ आधी केटाहरू गाडीभित्र बसिसके, आधी अब हिँड्दैछन्। उता आएको चाहिँ त्यो गाडी हो, बस हो। त्यही बसमा चाहिँ अब हामीहरूले चढेर जानुपर्छ। अब मान्छेहरू बस्दैछन्, केटाहरू एकदम खुसी भइरहेछन्। वा पुरा केटाहरू सबैले हात उठाइरहेछन्। कोही कर्णाली प्रदेश भनिरहेछन्, कोही कोशी प्रदेश भनिरहेछन्। पुरा नाच्दै रमाइलो हुनेछ। तर ग्रुप धेरै ग्रुप छन्, ग्रुप फेरि अलग अलग छ। ग्रुपमा प्रतिस्पर्धा हुन्छ, त्यही व्यक्ति पछि कसले कति धेरै नम्बर ल्यायो भन्ने पनि हुन्छ। अब हामी चाहिँ अब बसमा चढेर अब झरिसक्यौँ उता। अब त्यो बिल्डिङमै भन्दा यतापट्टि छ अर्को, त्यसमा चाहिँ बलिङ खेलाउँछन्। अनि सो हामी चाहिँ अब पुरा भिडियो बनाउँदैछौँ, अगाडि पछाडि हेर्दैछौँ। एकदम रमाइलो भइरहेछ, किनकि अब धेरै काम गर्नुपर्छ नि त परदेशमा। साथीभाइसँग सुख दुःख साड्ने, सुख दुःख कुरा गर्ने, रमाइलो गरेपछि पो अनि दुःखहरू बिर्सिन्छ नि त, रमाइलो हुन्छ भनौँ न। सो गाइजहरू अब हामी चाहिँ अब भड्याङ चढेर माथि अब 1-2 तला माथि छ। अब हामी चाहिँ अब मार्केटमा पुगिसक्यौँ, त्यहाँ सुपर मार्केट। त्यसमा फेरि लिफ्ट चढेर माथि जान्छौँ हामी। त्यसपछि माथि गइसकेपछि त ओ माई गड, आज यति राम्रो कसैले त फेरि खेल्न पनि आउँदैनन्। त्यही भएर पनि झन् रमाइलो हुन्छ क्या। अनि नाटक बेसी गर्छन्, खेल्न नआउने त्यस्ता पनि हुन्छन्, त्यही भएर झन् रमाइलो बेसी हुन्छ क्या। अनि सो हामी चाहिँ मलाई चाहिँ फेरि भिडियो बनाउनै हतार हुन्छ क्या। अनि भिडियो बनाए म जहाँ गए पनि, यताउति गए पनि भिडियो बनाइ गर्छु म। अनि त्यही भएर एउटा स्मरण पनि हुने अब म यस्तो ठाउँमा गएको थिएँ भन्ने एउटा स्मरण पनि रहन्छ नि त नेपाल गइसकेपछि। र फाइनली गाइजहरू हामी चाहिँ बलिङ खेल्ने ठाउँमा पुगिसकेका छौँ। अब म चाहिँ बलिङ खेल्ने ठाउँ पुरै तपाईँहरूलाई राम्रो देखाउँछु, हेर्नुहोला। मेरो चाहिँ अब त्यहाँ चाहिँ केटाहरू अब त्यहाँ बसेर आफ्नो पहिल्यै त्यहाँ टिम बनाएर पहिल्यै त्यहाँ दर्ता गरिसकेको हुन्छ क्या। त्यहाँ यता चाहिँ जुत्ता लगाउनुपर्छ। हाम्रो लगाएको जुत्ताले चाहिँ त्यहाँ हुँदैन, त्यो कोरिन्छ भनेर। अनि त्यहीँकै जुत्ता लगाउनुपर्छ। अनि चप्पल त्यहाँ राखेर जुत्ता लगाउनुपर्छ। अनि हाम्रो केटाहरू चाहिँ अनि टक्क पारेर ट्राई गर्दैछन्, कति ढालिन्छ भनेर पुरा गर्दैछन् केटाहरू। अनि दुईपल्ट हान्नुपर्छ, दुईपल्ट हानेर चाहिँ त्यो सबै लडाउनुपर्छ। अनि एकपल्ट आधी लडायो भने अर्कोपल्टमा फेरि सबै लडाउनुपर्छ। यदि लडाएन भने नम्बर आउँदैन। जति लडायो त्यति नम्बर आउँछ, लडाएन भने नम्बर आउँदैन। अनि अन्तिममा चाहिँ अनि त्यो कसले धेरै लडायो भनेर अन्तिममा फर्स्ट को भयो, व्यक्ति पछि फर्स्ट को भयो भने त्यसरी पनि गर्छ। अनि ग्रुपमा फर्स्ट को भयो भने त्यही अनुसार पनि गोल्ड मेडलहरू दिन्छ। बलहरू चाहिँ स्याम 1 किलोदेखि माथि हुन्छ। हामी चाहिँ अब गेम खेलेर भ्याएर चाहिँ अहिले नास्ता खाने एउटा बेकरीमा आएको छौँ। अब हामीलाई एकछिनमा कम्पनी नास्ता खिलाउँछ होला। त्यसपछि चाहिँ हामी रुमतिर लाग्छौँ।